हेलो साथीहरू, वेलकम टु माई डेली मिनी ब्लगको साथमा म आइसकेको छु परिना। आज चाहिँ मेरो छोराको पास्ने भनौँ जस्तै जुठो मुख लगाउने दिन हो र आज छोरालाई खाना खुवाउने दिन। मेरो छोरो चाहिँ कतिखेर मलाई खाना खुवाउने होला भनेर चप्पल खाँदैछ। अनि यो चप्पल चाहिँ उसको फुपाजुले किनिदिनु भएको हो। अनि यो चप्पल चाहिँ उसलाई धेरै मनपर्छ। अनि त्यही भएर चप्पल चाहिँ टोकेको गर्छ मेरो फुच्चीलाई। अब भरे डेकोरेट गरेर राम्रो भएर अनि मेरो बाबुलाई राम्रो पारेर अहिले चाहिँ रोप्को रहेछ। भरे देखाउँछ। नानीहरूले डेकोरेट गर्दैछ तर यहाँनिर केकको हालत चाहिँ अलिक बिग्रिरहेको छ। आगोले लिएर जाँदैछन्। डेकोरेट चाहिँ भइसकेको छ। म चाहिँ जाँदैछु। आहा कति राम्रो रेडी भइसकेको छु म चाहिँ। राजा बेटा यहाँ दादी मम्मी मम्मी मम्मी
अलि हट्न के देखेँ त्यसै यो हातले मम्मी हटाउ यहाँ यो फोटो खिचेर दिनु भएको छ सानो मात्रै ठुलो तल मम्मी गाने सुन्नु अघिदेखि बोलाएको के गर्नु सबै टिका लगाएको पहिला मैले मेरो 50 रुपियाँ सक्यो त्यहाँ झोलामा किन चाहियो भाग्नु न त आगमन यता हेर्नु आगमन आएको अर्को हाल्नु Bye.
सकेको छु भन्दाखेरि यहाँनिर देख्न सक्नुहुन्छ वाउ मेरो गोलुको ठुलो पापाले ठुलो मम्मीले दिनुभएको दादीमा देखाउनुहोस् त के छ भाइको यहाँनिर पनि छ अनि यो कपडा हो मेरो भाइको पनि यो पनि सर्ट र हाफ प्यान्ट हो यो चाहिँ पालिका दिदीले दिनुभएको सेन्डु गुडिया त्यो रिचाले अनि मेरो भाइको पैसा पनि परेको छ त्यो पैसा चाहिँ मैले देखाइनँ र यति भन्दै म चाहिँ मेरो मिनी ब्लगलाई एन्ड गर्न चाहन्छु वाचिङ द फुल भिडियो ओके सब्सक्राइब प्लिज एन्ड लाइक एन्ड कमेन्ट पनि है बाई बाई साथी